हेर्न सक्नुहुन्छ आमाको लागि चाहिँ नयाँ फोन है। तिमीले अब खुसी आने त हुन्छ म के खुसी आने त। हेलो एभ्रीवन, वेलकम बैक टू माई न्यू भिडियो। तपाईले चाहिँ मेरो नयाँ भिडियोमा स्वागत छ है। आफ्टर धेरै समय पछाडि चाहिँ म नयाँ भिडियो लिएर आइसकेँ अनि आजको भिडियो चाहिँ एकदमै बवाल हुनेवाला छ। अनि आज चाहिँ म र मेरो दिदी मिलेर चाहिँ मेरो आमालाई चाहिँ सरप्राइज गिफ्ट गर्दैछौँ है। त्यही अहिले चाहिँ म बजार जाँदैछु है। अनि के आमाले चाहिँ हामी के गिफ्ट दिइरहेको छौँ, आमाले चाहिँ के कुरा दिइरहेको छौँ, दिदी र म मिलेर चाहिँ मेन मुख्य भूमिका चाहिँ दिदीको हो। तर म चाहिँ मेरो चाहिँ एउटा सानो भूमिका छ, मेरो चाहिँ हेल्प मार्ती हो। त्यो भिडियो चाहिँ तपाईँले हेर्दै गर्नु होला। अनि सो आमाको लागि खासमा मेन फोन किनिदिएको चाहिँ मेरो दिदीले हो नि। एक दिन चाहिँ मैले दिदीले चाहिँ अचानक फोन गरेर चाहिँ म चाहिँ आमाको लागि चाहिँ फोन किनिदिइरहेको छु, त्यसको लागि चाहिँ म तँलाई पैसा पठाइदिन्छु अनि त चाहिँ बजार गएर चाहिँ आमाको लागि चाहिँ एउटा राम्रो फोन किनिदिल भनेर चाहिँ मेरो अकाउन्टमा चाहिँ पैसा हालिन्छ नि विदेशदेखि। अनि तर उनले चाहिँ के भनेको थिइन् भनेपछि आमा बाबाले चाहिँ एकचोटि पनि नभनिस्। अनि म चाहिँ त्यसको पछाडि चाहिँ आमा बाबाले चाहिँ नभनेर चाहिँ म चाहिँ मेरो बजारमा सानो काम छ भनेर चाहिँ म बजारतिर कुद्छु है। अनि अब दिदीसँग गफ गर्दै अनि प्लानिङ कस्तो के हिसाबले फोन किन्नुपर्छ भनेर चाहिँ अनि म चाहिँ एटिएममा गएर चाहिँ दिदीले पठाएको केही पैसा चाहिँ त्यो निकालेर चाहिँ अब म मोबाइलको सपतिर चाहिँ गइरहेको छु। अनि फाइनली म चाहिँ अब मोबाइलको सपमा आइसकेँ। अनि म चाहिँ आमाको लागि एउटा प्राइसको हिसाबले चाहिँ एउटा राम्रो मोबाइल हेरिरहेको थिएँ। अनि तर हामीले चाहिँ म चाहिँ दिदीसँग कुरा गरिरहेको थिएँ अनि दिदी र मलाई चाहिँ यही फोन राम्रो लाग्यो, किनभने यो चाहिँ बजार मार्केटमा चाहिँ नयाँ फोन भर्खरै आएको थियो अनि एकदमै राम्रो थियो है सबै यो फोन चाहिँ। अनि पछि फाइनली चाहिँ हाम्रो डन भयो। अनि हल्का मार्केटिङ गरेपछि चाहिँ हल्का सस्तोमा चाहिँ हामीले यो फोन पाइहाल्यौँ। अनि दिदीसँग चाहिँ कुरा गरिसकेँ मैले, फोन राम्रो लाग्यो भनेर चाहिँ। अनि दिदीले पनि यही फोन किनिदिनु न त भनेर चाहिँ मिलेर चाहिँ हामी किनिसक्यौँ। त्यसको पछाडि चाहिँ म चाय पिइरहेको थिएँ फोन किनेर आएपछि चाहिँ। अनि अर्को कुरा चाहिँ आमा बाबा पनि हस्पिटल आउनु भएको थियो बजारमा, तर म चाहिँ उहाँले चाहिँ नभनेर म चाहिँ मेरो फाजुसँग चाहिँ बजारदेखि चाहिँ उहाँ भेटिनु भएको थियो। अनि उहाँको बाइकमा बसेर चाहिँ म घरतिर लागिहालेँ, आमा बाबाले चाहिँ नभनेर। अनि उहाँहरू चाहिँ हस्पिटलतिर हुनुहुन्थ्यो। सो अब चाहिँ नेक्स्ट डे आमाको रियाक्सन। अब चाहिँ म चाहिँ आमाको लागि चाहिँ गिफ्ट दिइरहेको छु है। सो ल खोला। यो फोन चाहिँ किन्दाखेरि मैले पहिले नै खोलिसकेको थिएँ, तर अर्कोचोटि चाहिँ मैले राम्रोसँग प्याक गरेर चाहिँ मैले आमाको लागि चाहिँ दिइरहेको थिएँ है फोन। त्यो गिफ्ट सरप्राइज यो चाहिँ पहिले अनबक्सिङ दिएँ यसरी। सो यो चाहिँ आमाको लागि नयाँ फोन है। सो यो फोन चाहिँ कसले पठायो थाहा छ? कसले पठायो फोन? यो चाहिँ दिदीले हो। कसो लाग्यो त्यो दिदीको सरप्राइज? कोल पठायो फोन? दिदीले। कोटी फोटो यो। तपाईँले हेर्न सक्नुहुन्छ आमाको लागि चाहिँ नयाँ फोन है। सो यो चाहिँ आमाको लागि सरप्राइज। के खुसीको खबर तिमीले अब खुसी आने त हुन्छ म के खुसी आने त हुन्छ यी मोबाइललाई बन्नेर चाहिँ मैले चाहिँ रेकर्ड गरेन, तर आमा चाहिँ बिचमा चाहिँ हल्का इमोसनल रोइरहेको थिइन् है। अब अचानक यो फोन पाउँदाखेरि चाहिँ अनि दिदीसँग चाहिँ उनले कुरा गरिरहेको थिइन्। सो त्यही नै मेरो चाहिँ एउटा सानो सहयोग थियो, तर बाँकी सबै मेन चाहिँ कुरा चाहिँ दिदीले गरेको थियो नि, उनले पैसा हालेको सबै कुरा चाहिँ। सो त्यही नै हो, दिदीको लागि चाहिँ भन्नको लागि चाहिँ मसँग कुनै शब्द नै थिएन है। दिदीले चाहिँ जुन हाम्रो परिवारको लागि गरेको छन् है। सो त्यही नै हो, लभ यु दिदी। एकचोटि है धेरै धेरै धन्यवाद आमाको लागि फोन किनिदिएको मेरो तर्फबाट। थ्याङ्क यू सो मच।